नेपालमा एउटा यस्तो ठाउँ छ जहाँ पुगेपछि मान्छेलाई लाग्छ स्वर्ग सायद यस्तै हुन्छ। त्यो ठाउँ हो बडीमालिका। सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको बडीमालिका केवल मन्दिर मात्र नभएर यो आस्था र प्रकृतिको अद्भुत सङ्गम हो। बादलमाथि फैलिएका हरिया पाटन, खोला, आकाश, चिसो हावा र डाँडासम्म देखिने पहाड, यहाँको दृश्य हेर्दा थकान पनि हराउँछ। हरेक वर्ष जनै पूर्णिमामा हजारौं भक्तजन कठिन बाटो पार गर्दै यहाँ पुग्छन्। कोही मनको शान्ति खोज्दै आउँछन् त कोही आस्था लिएर, कोही त्यो ठाउँको अनुपम सुन्दरता महसुस गर्न। बडीमालिका पुगेपछि एउटा यस्तो महसुस हुन्छ, केही ठाउँहरू केही हेरिँदैनन्, मन अनुभव गरिन्छ। बडीमालिका केवल गन्तव्य होइन, यो आत्मालाई हुने अनुभव हो। यस्ता नेपालका सुन्दर कथाहरूका लागि रुटिन अफ गाउँले सँगै जोडिनुहोला। हस्त, धन्यवाद, नमस्कार।